नमस्कार, म चाहिँ नारायण जोशी। आज चाहिँ म हजुरहरूको साथमा मानिसहरूलाई कसरी समाजमा मिलेर बस्नु र मानिसहरूलाई राम्रो मान्छे कसरी बन्नु र अनुशासन कसरी हुने केही जानकारी लिएर आएको छु। पहिलो 1 नम्बरमा छ भने साथीहरू, म चाहिँ के भन्न गइरहेको छु भने तपाईहरूलाई अनुशासन र राम्रो मान्छे बनेको सबै राम्रो मान्नुहुन्छ भने तपाईँले के गर्नु होला, बिहानै 1 नम्बरमा के छ भने बिहानै उठ्नु होला र हात मुख धोएर किताबको अगाडि नमस्कार गर्नुहोला र त्यसपछि केही शान्त भएर केही शान्त ठाउँमा चरा चुरुङ्गीहरू बजेको ठाउँमा केही शान्त ठाउँमा गएर एकछिन धुम गरेर बस्नुहोला। केही कस्तो होला मानिसहरूलाई केही सामान्य ज्ञानहरू आउँछ त एकछिन तपाईँहरू विचार गरेर हेर्नुहोला। शान्त जङ्गलमा बसेर केही शान्त ठाउँमा कसैलाई पनि नदेख्ने शान्त ठाउँमा चराचुरुङ्गीहरूले बाँचेको ठाउँमा गएर बस्नुहोस् र एकछिन 5 मिनट ध्यान गर्नुहोस्। यसरी ध्यान गर्नुहोस् र त्यसपछि उठ्नुहोस् र त्यसपछि तपाईँहरू हिँड्नुहोस् र तपाईँहरूलाई के होला, के हुन्छ त मौसम के हुन्छ, अहिले फरक हुनुहुन्छ तपाईँ। त्यसपछि दिमाग अलिक फरक टाइपको हुन्छ। र 2 नम्बरमा के छ भने तपाईँहरूलाई अनुशासनमा बस्नु छ भने राम्रो मान्छे बन्नु छ भने के गर्नु हो म बताउन गइरहेको छु। मानिसहरूलाई शिष्ट भाषाले बोल्नु होला। मानिसहरूको अगाडि जे गर्नु छ, नमस्कार गर्नु छ भने नमस्कार, ढोक गर्नु छ भने ढोक गरिहाल्ने र मानिसहरू धेरै ठाउँमा गफ गरेको ठाउँमा तपाईँ हुनुहुन्छ भने चुप केही पनि नबन्नु होला र शिष्ट भाषा बोल्नुहोस् र मिठो भाषा र इष्ट भाषा सबैलाई बोल्नुहोस्। र त्यसपछि के गर्नुहोस् भने राम्रो बोल्ने, राम्रो हिँड्ने, साथीहरूसँग राम्रोसँग बोल्ने, राम्रोसँग कुरा गर्ने, हिँड्ने, बस्ने, त्यही गर्नुहोस्। त्यसपछि तपाईँलाई पढ्न मन लाग्छ कि लाग्दैन भने के गर्नुहोस् भने बिहानै हात मुख धोएर उठ्नुहोस् र एउटा शान्त ठाउँमा गएर मैले के भने अगाडि धुम गर्नुहोस्। त्यसपछि किताब हेर्नुहोस् र किताब जतिवटा ल्याउनुहोस् र त्यतिवटा पुरै फरर आउँछ। यो कुरा तपाईँ गर्नुहोला र कमेन्टमा लेख्नुहोस् र म चाहिँ तपाईँहरूलाई कमेन्ट आएपछि म मात्र भिडियो लिएर आउने छु र त्यतिखेर तपाईँले जतिहरू साथीहरूले हेर्नुभएको छ यस्तै भिडियोहरू हेर्नुहोस् भने यो चाहिँ पहिला फर्स्ट भिडियो हो साथीहरू। फर्स्ट भिडियोमा केही कमजोरी हुन्छ, सबैहरूको कमजोरी हुन्छ, मेरै होइन सबैहरूको कमजोरी हुन्छ र अब आउने भिडियोहरूमा कहिले पनि केही कमजोरी गर्ने छैन र तपाईँको कमेन्ट हेरेर मात्र बन्नेछौँ। कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला साथीहरू। र अब चाहिँ म यहाँबाट बिदा हुन्छु। हस्, धन्यवाद। जय नेपाल, जय नेपाल, जय नेपाल। नेपालमै बस्ने हो र नेपालमै रहने हो। जय नेपाल। अन्तिममा विदेश हिँड्ने हो साथीहरू।